साम्पाङज्यू धरान उपमहानगरपालिकामा निर्वाचित भएर मेयर भए लगत्तै काकाकुल धरानलाई 42 किलोमिटर टाढाबाट 98 दिनमै श्रमदान मार्फत पानी खुवाएर संसारलाई चकित पार्नुभएको थियो। त्यस पश्चात बेलायत स्थित विश्व प्रसिद्ध संस्थाले दिएको ओल्ड बुक अफ रेकर्ड लन्डनबाट सम्मानित पनि हुनुभएको थियो। त्यही सम्मान गरिएको बेलामा उहाँलाई बेलायत स्थित ओल्ड बुक अफ रेकर्ड लन्डनले 2वटा झण्डाको ट्याग दिएर सम्मान गर्नुभएको थियो। त्यो सम्मान एक हर्क साम्पाङलाई व्यक्तिलाई गरेको सम्मान नभई नेपालमा पनि यस्तो उदाहरणीय व्यक्तित्व हुनुहुँदो रहेछ भनेर नेपाललाई सम्मान गरिएको थियो। यो नेपालीहरूले साँच्चै नै गौरव गर्नुपर्ने कुरा हो। यो कुरालाई हामीहरूले विरोध गर्नु हुँदैन। यो कुरामा हामीहरूले साँच्चै नै खुसी व्यक्त गर्नुपर्छ र हर्क साम्पाङज्यूलाई हाम्रो नेपाललाई विश्व सामु त्यसरी काम गरेर चिनाएकोमा धन्यवाद पनि दिनुपर्छ। त्यही भएर यहाँहरूले उठाउनु भएको प्रश्न जायज छ, तर यहाँहरूको प्रश्नको उत्तर पनि यो भिडियो हेरिसकेपछि सायदै यहाँहरूले क्लियर हुनुभयो होला। अब भने यो कुरा सबैलाई हामीहरूले बुझाउँ